अब हामी यात्रा सक्दै बजै हामी 5 भाइ पाण्डे ब्रदर्स धेरै भट्टरा एउटा हो पाण्डे ब्रदर्स 4 जना जबरजस्ती हो आएको ल्याउनु खोजेको त होइन हामी चाहिँ अहिले माइक्रोमा खास बाइकमा जाने गएको थियो अनि पानीले गर्दाखेरि अलिक गाह्रो भयो राइडरहरू पनि अलि यहाँ फेरि कत्रै राइडर छन् क्या हाम्रो फेरि घर आउने केही त्यही भएर अहिले बसमै जाऊँ रमाइलो गरौँ भनेर अनि हामी हिँड्ने हो के छ र के छ आस्था हो एउटा मनको सोडियो है सबैजना सुबेडी भर्खर बल्ल आयो कुर्दा दाइ पनि आउनुभयो पलम सर हाम्रो पण्डित पनि आउनुभयो भर्खरै पढाएर गाडी लास्ट टाइम हिँड्छौँ हामी अहिले गोलपाङमा छौँ गोलपाङबाट निस्क्यौँ है भर्खरै यात्रामा अब हामी बसमा गइरहेको छौँ अहिले आज 10 बजे जाने जाम गाडी जाम भयो यहाँ हामी त हिँड्दै थाक्यो यहाँ शीतल हावामा ठुलो जाम लागेको छ अहिले त्यो होला यो कतै जानेको यस्तो घुइँचो छ ए गाडी बल्ल एउटा आइसक्यो बल्ल मुस्किल छ यहाँ गाडी सङ्घर्ष गरी बल्ल यहाँ अब हामी चाहिँ यो अब जामबाट ठ्याक्कै एउटा गाडी पाइयो तेस्रो गाडी हाम्रो यसपछि बहुत गाह्रो हुन्छ ल यहाँ यस्तो पसिना आइरहेछ होइन अब हामी जाँदैछौँ सत्यवती हामी भर्खर एउटा गाडी पायो अब ठिक छ अब जसो भयो भने अब पसिना गाडी यत्रोसम्म हिँड्यो अब गइन्छ छिटै रमाइलो पसिना कति आयो नयाँ अनुभव हो रमाइलो स्टेरिङमा बसेर होइन गियर हान्दै एकदम रमाइलो भइरहेको ठ्याक्क अगाडि बसेर रिजर्भ गाडीमा गाडी चाहिँ यो चाहिँ रिजर्भ कति हजारको रिजर्भ हो रिजर्भ चाहिँ डिभाइडमा पर पर्सन 400 पर्यो ए जम्मा सस्तो रहेछ अनि सस्तै हो हामी अहिले कहाँ हो हिँडेको अहिले त हामी सत्यवती हिँडेको अब जाम भएर बुटलबाट चाहिँ सिद्धबा मन्दिर कटेर यहाँ आउँदा बल्ल गाडी पाइयो यहाँबाट हिँडै कस्तो भयो हिँडा चाहिँ एकदम रमाइलो हो रमाइलो भइरह नि एकदम ओके छ पसिना धेरै आएछ ज्याकेट लाएर आइयो अब हो ज्याकेट खोला पनि ल एक्टिभ भयो प्रिन्टाहरू ल सबको सहयोग गर्नुहुन्छ जेजीले जे गरे पनि प्रिन्टाहरू गरिन्छ राम्रो गर्नुहुन्छ अब हामी बाइक चढ्न लाग्यौँ अब हामी यहाँबाट बाइक चढ्दैछौँ है अब हामी माथि चढ्यौँ ल उकालो अब हामी चढ्यौँ यस्तै हो यात्रा भनेको मुखा अगाडि ढ्याङ्गी दर्शक भक्तजनहरू गाडी कुर्दै हुनुहुन्छ हामी अहिले जङ्गलको बिच भागमा छौँ तर केही पनि देखिँदैन हुसो कुहिरो अनि यहाँ टुसो यो हिउँ परिरहेको छ यतातिर त्यही भएर खासै केही देखिरहेको छैन अनि भाइहरू त अगाडि दाइ ड्राइभर त यता हुनुहुन्छ अनि हाम्रो केटाहरू त यस्तै हो रमाइलो जिन्दगीमा लिनुपर्छ ल अङ्कल ह्याप्पी क्या भाइ हातमा निकाल्न यार पर्दैन त तपाईँ हल्का क्यामेराम्यान बनाउँछ क्या धेरै गर्नुभयो जुन त तपाईँले कहाँ है सिधै बजेको मुख देख्यो भने यहाँ बर्बाद हुन्छ बाटो बन्दै छ तर अगर रहेछ तर
पछाडि भित्तो यता गयो फेरि रित्तो फेरि यता भित्तो यता रित्तो साइडमा गयो नि खस्यो भने गयो यता गयो भने पदममै ढराएर बाटो चाहिँ एउटा चाहिँ वान वे चाहिँ बनेर रहेछ राम्रै यता अलि बनेको रहेछ गाडी यहाँसम्म ल्याउँछ नि पहिला हामी मिनी मन्दिर आयो सत्य बजाइके